आज मैले बनाउँदैछु अकबरेको अचार। सुरुवात गर्दैछु। यसको डाँख्ला छ, यो डाँख्लालाई मैले फालेर यसरी राखेको छु। डाँख्ला फालेर यसको डाँठ काटेर ल्याइसकेको छु मैले। तेल तातिसकेछ, अब मैले खुर्सानी राख्दैछु। एकैछिन मैले खुर्सानी पानी सुक्ने गरेर मैले सुकाएको, त्यो पनि हल्का पानी हुन्छ त्यसमा, त्यसलाई मैले सुकाउँदैछु। लाइन अलिकति लाइटले दुःख तारा धोका दिएको अँध्यारै देख्छ। अहिले 3 मिनट पकाउने, त्यसपछि तयार हुन्छ यो अचारको लागि। अन्त खुर्सानी पनि यो तल्लिसकेछ, पाकिसकेछ, यो यसको पानी पनि सुकिसकेछ। अब यसलाई मैले निकाल्दैछु। मजाले फुल्दैछ खुर्सानी। मैले खुर्सानी सबै निकालिसकेँ फुलाएर। अचारको लागि मसला तयार गर्दैछु म। जति पनि अब अचारलाई चाहिने मसला हो सबै मैले यसमा मिक्स गरेर राखेको छु। यहाँ मसला भर्दैछु अचारको लागि। मसलामा राखेको छु मैले जिरा, धनियाँ, त्यसपछि अरू के छ, सौँफ, अनि कालो तोरी, मेथी राखेर म यहाँ भुट्दैछु। अचारको मसला तयार गर्दैछु। अचारको मसला भुटिसकेको छ। मसला त्यो पिस्न भएको छु मैले। मसला तयार भइसकेको छ। मसला हालेँ, बेसन राखेँ, नुन अचार हो, नुन अलिकति बढी राख्दा राम्रो हुन्छ अल्लोभन्दा। थोरै कलरको लागि रोग्ने मिर्च भन्छ, यो राख्दिएँ। तेल राख्दैछु, अघि खुर्सानी फुराएको तेल। यसलाई मिक्स गर्छु म। सबै मसला मजाले मिक्स गर्नुपर्छ। मैले मिक्स गरिसकेको छु अचार र मसला गरेर। अचारमा झलक्क मसला मिक्स भएछ। अचार तयार भइसक्यो। अब मैले डब्बामा भर्दैछु अचार। मेरो अचार डब्बामा भरेर तयार भयो। ढक्कन लगाइदिन्छु। ढक्कन लगाइदिएँ मैले। अब मैले धेरै बनाएको थिएन, थोरै बनाएको थिएँ अचार। हस् त, धन्यवाद गाइस। के ल्याइछौ हातमा? खुर्सानीको अचार। खुर्सानीको अचार? डल्लो खुर्सानी। ए, डल्ले खुर्सानीको अचार। ल यता हेर्दै त।